हेलो साथीहरू, वेलकम छ मेरो भिडियोमा। हजुरहरू सन्चै हुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म चटपट बनाएर खाँदैछु। भुजा चाउचाउ मसँग अस्ति दिनदेखि थियो, चटपट बनाएर खाम्ला भनेर राखेको थिएँ। आज चाहिँ म बनाउँदैछु। मसँग जे सामान छ म त्यसैको बनाउँदैछु। एकदम मिठो हुन्छ घरमा बनाएको चटपटै। मलाई चाहिँ आफ्नो हातले जे चिज बनाएको पनि मिठै लाग्छ। त्यस सुरुमा प्याज हालेँ, टमाटर हालेँ, केराउको दाना हालेँ, खुर्सानी हालेँ, बन्दाकोपी हालेँ, आलु हालेँ उसिनेको। आलु नहाल्दा चटपट मिठै हुन्न, त्यही भएर आलु हालेँ। काँक्रा चाहिँ हाम्रो घरबारीमै छ, त्यही भएर हालेँ। काँक्रा पनि पिर्ती चाउचाउ हालेँ। पिर्ती चाउचाउमा दुईवटा नुन परिदिरहेको, म त एकदम खुसी भयो। यो नुन चाहिँ एकदम मिठो लाग्छ मलाई। अनि त्यसपछि कुसुम दालबाट हालेँ दुईवटा। त्यसपछि भुजा हालेँ। त्यसपछि चाहिँ मैले यो चाउचाउको मसला हालेँ। धनिया र जिरा चाहिँ मैले भुटेर पिसेर राखेको थिएँ, हालेँ। त्यसपछि हल्का खुर्सानी हालेँ, हल्का तेल हालेँ। त्यसपछि यो मासुको अचार चाहिँ मैले घरमै खानालाई बनाएर राखेको थिएँ, मासुको अचार नि हालेँ। आज म चिकन चटपटे बनाउँदैछु, तपाईँहरू पनि बनाएर खानु होला। स्वादअनुसार नुन, हल्का कालो चुकाल एकदम लाग्छ कि यो चिज। अनि मैले सस हालेँ। त्यसपछि मलाई चाहिँ गिलो चटपटे बनाएर खानालाई भनेर हालेँ। एकदम मिठो देखिरहेको थियो गिलो चटपटे। मैले सबैलाई दिएर म चाहिँ बाटामै खान लागेँ, गम कि गम। फर्स्ट बाइट तपाईँहरूलाई। त्यसपछि मैले खाएँ, गम कि गम। एकदम मिठो थियो चटपटे। मलाई आफूले बनाएको कस्तो मिठो लाग्छ। त्यसपछि मैले त गम कि गम खाएँ। आजको लागि यति। बाई साथीहरू, अर्को ब्लगमा भेटौँला। हेलो साथीहरू, वेलकम छ मेरो भिडियोमा। हजुरहरू सन्चै हुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म चटपट बनाएर खाँदैछु। भुजा चाउचाउ मसँग अस्ति दिनदेखि थियो, चटपट बनाएर खाम्ला भनेर राखेको थिएँ। आज चाहिँ म बनाउँदैछु। मसँग जे सामान छ म त्यसैको बनाउँदैछु। एकदम मिठो हुन्छ घरमा बनाएको चटपटै। मलाई चाहिँ आफ्नो हातले जे चिज बनाएको पनि मिठै लाग्छ। त्यस सुरुमा प्याज हालेँ, टमाटर हालेँ, केराउको दाना हालेँ, खुर्सानी हालेँ, बन्दाकोपी हालेँ, आलु हालेँ उसिनेको। आलु नहाल्दा चटपट मिठै हुन्न, त्यही भएर आलु हालेँ। काँक्रा चाहिँ हाम्रो घरबारीमै छ, त्यही भएर हालेँ। काँक्रा पनि पिर्ती चाउचाउ हालेँ। पिर्ती चाउचाउमा दुईवटा नुन परिदिरहेको, म त एकदम खुसी भयो। यो नुन चाहिँ एकदम मिठो लाग्छ मलाई। अनि त्यसपछि कुसुम दालबाट हालेँ दुईवटा। त्यसपछि भुजा हालेँ। त्यसपछि चाहिँ मैले यो चाउचाउको मसला हालेँ। धनिया र जिरा चाहिँ मैले भुटेर पिसेर राखेको थिएँ, हालेँ। त्यसपछि हल्का खुर्सानी हालेँ, हल्का तेल हालेँ। त्यसपछि यो मासुको अचार चाहिँ मैले घरमै खानालाई बनाएर राखेको थिएँ, मासुको अचार नि हालेँ। आज म चिकन चटपटे बनाउँदैछु, तपाईँहरू पनि बनाएर खानु होला। स्वादअनुसार नुन, हल्का कालो चुकाल एकदम लाग्छ कि यो चिज। अनि मैले सस हालेँ। त्यसपछि मलाई चाहिँ गिलो चटपटे बनाएर खानालाई भनेर हालेँ। एकदम मिठो देखिरहेको थियो गिलो चटपटे। मैले सबैलाई दिएर म चाहिँ बाटामै खान लागेँ, गम कि गम। फर्स्ट बाइट तपाईँहरूलाई। त्यसपछि मैले खाएँ, गम कि गम। एकदम मिठो थियो चटपटे। मलाई आफूले बनाएको कस्तो मिठो